नमस्ते सबै आइजे टिमलाई, आइजे टिमको जति पनि आइस एडिजीलाई माया गर्ने हाम्रो सबै आइजे टिमलाई एकदम धेरै धेरै रेस्पेक्ट अनि सम्झना छ मेरो। म मदन कुमारी लिम्बू अनि फाइनली मेरो पनि यो चाहिँ एक सेट चाहिँ अगाडि नै मैले मगाएको थिएँ र यो चाहिँ हालमा मगाएको दुई सेट माथिको मात्रै। अनि के भन्न चाहन्छु भने हाम्रो मेरो आइस बाबुलाई एकदमै आइस बाबु र बुहारीलाई एकदमै उन्नति प्रगति गर्नुहोस्। अनि यो जुन हाम्रो एओजेड कम्पनीले संसारको मनमा बस्नु सफल होस्, संसारमा फैलियोस्, एकदमै अगाडि भएको फैलिएर गएको एकदमै राम्रो भएको देख्न चाहन्छौँ हामी सबैजनाले। र बाबुलाई एकदमै धेरै 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 आशीर्वाद छ नानी बाबुलाई। अहिले जुन कुरा हामी सबै आइजे आमा बाउलाई मनमा एकदमै शान्ति दिनुभएको छ। बुहारी नेपालमा आएर एकदमै खुसी छौँ हामी सबै आइजे टिम। र जति बाबुले बुहारीलाई कसरी केयर गरेर राख्नु भएको छ त्यसको लागि एकदमै धेरै धेरै बाबुलाई आशीर्वाद अनि रेस्पेक्ट छ। बाबु यति सानो उमेरमा खेल्ने कुद्ने उमेरमा यत्रो ठुलो जिम्मेवारी निभाएर के अरे अगाडि बढ्नुभएको छ। सधैँभरि अगाडि बढ्नु होला, उन्नति प्रगति गरेको बाबुले एकदमै राम्रो माथि माथि पुगेको देख्न चाहन्छौँ। बाबु एकदमै कसैको आफूलाई आफ्नो गन्तव्य र आफ्नो लक्ष्यमा अडिग रहनु होला, कसैको नगर्नु, हमेसा राम्रो हुनु। अनि अर्को कुरा बुहारीलाई के भन्न चाहन्छु भने अहिले चाहिँ बुहारी वेलकम बुहारी, हाम्रो बाबुलाई एकदमै धेरै माया गर्नु होला, साथ दिनु होला। के अरे जीवन साथी भनेको यस्तो हुनुपर्छ कि कहिलेकाहीँ साथी, कहिलेकाहीँ गर्लफ्रेन्ड र कहिलेकाहीँ आमाको रूप पनि लिनुपर्छ। र एकदम असल प्रेमी, असल वाइफ साबित हुनु होला। नेपालको एकदमै राम्रो बुहारी साबित भएर देखाउनु होला। पाकिस्तानको एकदम राम्रो छोरी र नेपालको राम्रो बुहारी भएर साबित भएर देखाउनु होला हमेसा। अनि आमा बाउले हामी जति पनि आइजी टिम माया गर्ने आमाहरूले बुहारीलाई कसैले नराम्रो भन्ने मौका नदिनु होला। बोल्नुभन्दा अगाडि सोचेर बोल्नु होला। बुहारी हाम्रो बुहारीलाई कसैले नराम्रो भनेको हामी सुन्नु सक्दैनौँ र त्यो मौका अपोजिट टिमलाई कहिले पनि नदिनु होला। र आफ्नो पार्टनरको एकदम यति राम्रो पार्टनर भएर साबित भएर देखाउनु। र जहाँ माया हुन्छ त्यहाँ झै झगडा अवश्य हुन्छ, तर मिया बिबीको झगडा चाहिँ एउटा कमराभित्र आफ्नो बेडरुमभित्र सुल्झाउनुपर्छ। आफ्नो झै झगडा कहिले पनि बाहिर निकाल्नु हुँदैन र एकदम सोचेर बोल्नु होला। एकदम हामी सबैको गर्व होस् हाम्रो बुहारीलाई। कसैले नराम्रो भनेको हामी सुन्नु सक्दैनौँ र एकदमै दुईजना एकदमै राम्रो के अरे जीवनसाथी भएर देखाउनु होला भन्न चाहन्छु। अनि एकदमै यो एओजेडले एकदमै संसार सबैको मनमा पुगेको होस्, सबैको मनमा छाओस् र एकदमै उन्नति प्रगति होस्। अनि अर्को कुरा के पनि भन्न चाहन्छु भने बाबु नानु बहिनी हजुरको पनि नयाँ के अरे बुटिक, नानु बुटिकले एकदम फलोस् एकदमै राम्रो होस्, राम्रो भएको देख्न चाहन्छौँ। हजुरको पनि एकदम सक्सेस होस्, कहिले पनि बितेको दुःख कष्टलाई फर्केर हेर्नु नपरोस्, हमेसा राम्रो होस्। र हजुरले यति खुसी मान्नुहोस् कि हजुरको छोरालाई यति नेपाली हामी सारा को आमाहरूले माया गर्छौँ। हजुरको छोराले गर्व गर्नुहोस्। र बहिनी हजुरले कुनै चिन्ता मान्नु पर्दैन, हजुरको रगत हो, अवश्य हजुरको छोरा हजुरलाई माया गर्छ। र परेको दिनमा आफ्नै छोरा काम लाग्छ र एक दिन त्यो अवश्य हुन्छ पनि बहिनी। र हजुरको आशीर्वाद र हजुरको साथ सपोर्टको एकदमै जरुरी छ हजुरको छोरालाई। हामी सबै त छँदैछौँ, हजुरले पनि एकदमै साथ सपोर्ट गर्नु होला, माया गर्नु होला आफ्नो छोरालाई। र खुसी मान्नुहोस् हजुर, किनभने हजुरको छोरालाई यति सानो 6 दिनको बच्चालाई हुर्काइ बढाइ यत्रो ठुलो बनाउनु भयो, पखेटा लगाउनु भयो, आज सबै कुरा गर्नु सक्ने बनाउनु भयो। गर्व गर्नुहोस् बहिनी र सबै जिम्मेवारीबाट मुक्त पाउनु भएको छ। खुसी मान्नुहोस्, हजुरको रगत हो, हजुरको छोराबुहारी हो,
हजुरलाई अवश्य हजुरले माया गर्छ, खुसी मान्नुहोस् भन्न चाहन्छु बहिनीलाई। अवश्य यो भिडियो हेर्नुभयो भने अवश्य यो कुरालाई मनन गर्नुहोला। म पनि एउटा सिङ्गल आमा हो, मेरो पनि छोराछोरी छ। त्यो भएको हुनाले हामी आमाहरूको जिम्मेवारी भनेको हाम्रो छोराछोरीको पखेटा लगाउनु हो, उनीहरूलाई गरी खाने काम बनाउनु काबिलको बनाउनु हो हाम्रो जिम्मेवारी। त्यो सब कुरा गर्नुभएको छ हजुरले। जति दुःख कष्ट आफूले झेलेर भए पनि आफ्नो छोरालाई यहाँसम्म पुर्याउनु भएको छ। दुनियाँ आमा बाउ अङ्कल आन्टीको मनमा बस्नु सफल भएको छ हजुरको छोरा। आशिष दिनुहोस्, हजुरको आशिष दिन हजुरको छोराभरि अधुरो छ। त्यही भन्न चाहन्छु भन्दै हाम्रो सारा आइजे टिमलाई एकदमै दिलैदेखि माया रेस्पेक्ट गर्दै बिदा लिन चाहन्छु। नमस्कार।